So alright guys, alright, what's up? This is boy and multiple and today new day and new vlog. अनि आई होप सबजना सन्चै हुनुहुन्छ होला म पनि आरामै छु र यो अग्लो दिन होइन मतलब त्यही प्रिभियस भ्लगकै त्यही दिनमै हो तर त्यो भ्लग चाहिँ अलि लामो भएको कारणले चाहिँ मैले नयाँ इन्ट्रोको साथ नयाँ भिडियो एपिसोड बनाइदिउँ भनेर अर्को पार्ट बनाइदिउँ भनेर चाहिँ मैले नयाँ इन्ट्रो बनाएको हो अनि त्यही भएर मैले चाहिँ भिडियो प्रिभियस भ्लगको भिडियो चाहिँ एकदमै लामो भएको कारणले मैले अर्को पार्ट बनाइदिउँ भनेर यो बनाएको अनि त्यही भएर अनि त्यही एउटा हो है अनि अहिले चाहिँ म चल्दैछु न लाएको मतलब चल्दिन लाएको कामतिर होइन अनि अहिले चाहिँ त्यस्तै दिउँसोको 3:15 भइसकेको छ 3:15 भइसकेको छ म त्यहाँ अब आफ्नो अनलाइन आउने अड्डामा जाँदाखेरि लगभग 3:30 त हुन्छ अनि त्यो त्यही हो म चाहिँ रेडी भइसकेको छु लगभग अब त्यहाँ ब्याग पनि रेडी बनाउँदैछु त्यही हो बिल सिल हालेँ अनि टक्क लाएर अब एयरबड्सहरू हाल्नुपर्ने हुन्छ टक्क लाएर चक्की क्वालिटीको एयरबड्स है यदि हजुरलाई यो किन्न मनपर्छ भने किन्न मन छ भने चाहिँ प्लिज लेट मी नो इन द कमेन्ट सेक्सन नत्र इन्स्टामा आएर मलाई डिएम गर्न सक्नुहुन्छ त्यही एउटा हो है अनि आजको दिन कस्तो जान्छ र आजको कमाइ कतिको हुन्छ र आज कता कता गइन्छ त्यो भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला सो त्यही एउटा हो है ल अहिलेको लागि चाहिँ म काममा गएको ल अहिले एकछिन पछि भेट्नुपर्छ 3-4 घन्टा पछि काम गरेको पछि है त ल बाई बाई ल टाढा हो है अनि अहिलेको चाहिँ त्यस्तै रातिको 10:30 भइसकेको छ अनि भर्खर एउटा डेलिभरी पुऱ्याइरहेको थमेलदेखि यता मैत्रीनगरसम्म अनि त्यही चोकसम्म पुऱ्याइरहेको थिएँ अनि अहिले चाहिँ यता त्रिपुरेश्वर यो विष्णुमती पुलतिर छु अनि मेरो ब्याकग्राउन्डमा लाइट एलइडी देखेर बुझिसक्नु भयो होला म कहाँनिर छु भनेर टक्क दामी ठाउँ है दामी बबाल घरबाट निस्किँदाखेरि कस्तो हालतमा गएको के अरे निस्केको थिएँ अब काम गर्दा गर्दै 4-5 घन्टा खटिँदै लगभग अहिले गरेर 6 घन्टा कति भइसक्यो काम गरेको अझै पनि 2 घन्टा चाहिँ काम गर्नु छ त्यसपछि बल्ल घरतिर जाने आजको कमाइ पनि कति भएको छ काउन्ट केही गरेको छैन त्यही हो अब के कसो हुन्छ अब एकछिन अझै 2 घन्टा जति 2-2.5 घन्टा जति काम हुन्छ अनि त्यहाँबाट अहिले रुमाङहरू पनि आउँछ भने रुमाङ आए पनि अब त्यस काम चाहिँ गरिन्छ थमेलमै अब अड्डा चाहिँ भनेको किनकि अब अरू ठाउँमा खासै खुल्ला हुँदैन नि त अनि थमेलमा 24 घन्टा खुल्ला हुन्छ अनि पठाउको काम भनेको 3 बजीसम्म मात्रै हुन्छ नाइट ड्युटीको पनि अनि त्यही भएर अब चाहिँ म यहाँबाट दुफान कुदाएर थमेल पुगिसक्नु पर्ने हुन्छ अनि मैले अर्को अर्डर पनि दिनुपर्ने हुन्छ होइन त्यही हो अहिले चाहिँ अफलाइन बसेर अनि उता मैत्रीनगरदेखि यहाँ त्रिपुरेश्वर विष्णुमती पुलसम्म आइसकेको छु अब यहाँबाट अब थमेल जान त्यस्तै 10-15 मिनट जति लाग्छ म्याक्सिमममा लाग्यो भने 10 मिनट लाग्छ त्यही हो अब यहाँबाट तुफान कुदाएर जानुपर्ने हुन्छ अनि अहिले अब ड्युटी सबै अफ भएपछि मतलब पुरै घरतिर घर जाने बेलातिर ल टक्क लाएर भेट्नुपर्छ ल चेक इट आउट है त बाई बाई सो अलर्ट गाइज अलर्ट है सो फाइनली ड्युटी टाइम चाहिँ अफ भइसकेको छ होइन अनि अब चाहिँ यहाँबाट अहिले चाहिँ राइट नाउ म हजुरको यो ठ्याक्क यो नयाँ बानेश्वर जाने बाटोबाट अलिकति तल हो यो माइती देवीतिर जानु लाग्यो म अहिले अनि सो फाइनली 12:20 गइसकेको छ र नेक्स्ट डे भइसकेको छ होइन त्यही हो आजको कमाइ कति भएको छ त्यो चाहिँ भोलि बिहान उठेरै थाहा हुनेछ हजुरहरूलाई होइन टक्क लाएर अनि त्यही हो जस्ट हिजो पनि मलाई लास्ट अर्डरमा गोल्डन ओक नै डेलिभरी गर्नुपर्ने थियो आज नि गोल्डन ओकै डेलिभरी गर्नु पऱ्यो क्या भर्खर पुऱ्याएर आएको अहिले चाहिँ राइट नाउ म माइती देवी पुग्न लाग्यो होइन त्यही हो बवाल छ है चाहियोमा यार यो 10 किलोको भारी बोक्न खाली ब्याग पनि 10 किलो जस्तो भारी हुन्छ हौ माया टोक्ने यस्तो गाह्रो हुन्छ तर मिहिनेत गऱ्यो नि पैसा छ है केटा हो यसमा चाहिँ मैले बिहान पनि तिमीलाई भनेको प्रिभियस भ्लगमा हेर केटा हो है चेक इट आउट गयो भने सर्च अन युट्युब एमजिआर मन्दिर अनि नयाँ हुनुहुन्छ अनि प्लिज च्यानललाई सब्सक्राइब गरेर यसो माया साया देखाइदिनु होला होइन टक्क लाएर दसैँ पनि कस्तो भइरहेको छ आजदेखि दसैँ सुरु हुन्छ सरी हिजोदेखि दसैँ सुरु हो नि त अब आज सेकेन्ड डे भनौँ होइन हिजोको फर्स्ट दिन चाहिँ गइसकेको छ गजर स्थापनाको दिन कस्तो गयो गजर स्थापना होइन लेट मी नो इन द कमेन्ट सेक्सन पुरै खाली छ हजुरहरूको लागि भनेर होइन भर गरेर कमेन्ट गरिदिनु होला होइन नयाँ हुन्छ नि यसो सब्सक्राइब गरेर राखिदिनु होला यसो होइन लाइक साइक गरिदिनु होला कमेन्ट होइन कताबाट हेर्दै हुन्छ होइन सो लेट मी नो इन द कमेन्ट सेक्सन त्यही हो अब कतिखेर कति कहाँ हुन्छ थाहा हुँदैन क्या फेरि अब लोकेसन कहाँ परिदिन्छ त्यो लास्ट अर्डरको थाहा हुँदैन होइन
लङ पनि आउनु सक्छ सर्ट पनि आउनु सक्छ क्या त्यही भएर अब संसार जिन्दगी छाया कुदिरहनु पर्छ घुम्न नि पाइन्छ यो काममा होइन नघुम्ने होइन घुम्न नि पाइन्छ मजाले घुम्न पाइन्छ गल्ली गल्ली छापा हान्न पाइन्छ होइन तर धेरै जस्तो घुम्न पाउने ठाउँ भनेकै त्यही हो टोखा महाराजगञ्ज अनि अरू त त्यस्तै भनौँ न अब सबै लोकेसन त भनेर साथै छैन नि त यहाँ भिडियो एकदमै लेन्दी हुन्छ त्यही हो अब म चाहिँ अब यहाँबाट ठ्याक्कै सातोबाटो जानुपर्ने हुन्छ सातोबाटो भन्दा नि पहिला मलाई लगनखेल जानुपर्ने छ लगनखेल गएर एटिएम गएर टक्क क्यास पनि विड्र गर्नुपर्ने छ नि त आजको दिनमा टोटल जति पनि काम गरेँ मैले चाहिँ होइन पेमेन्ट चाहिँ हाफ पेमेन्ट चाहिँ अनलाइनबाट भएको छ भने हाफ पेमेन्ट चाहिँ पुरै क्यासै क्यास छ त्यही हो अब लगनखेल जान्छु अनि एटिएमतिर भेटौँ है त ल सेकेन्ड आउट ल बाई बाई सो अलर्ट गाइज अलर्ट गुड मर्निङ गाइज होइन अनि दिस द नेक्स्ट डे अनि अहिले चाहिँ बजिरहेको छ बिहानको त्यस्तै 9:30 हुन लागिसकेको छ 9:20 भइसकेको छ अब 10 मिनट्समा 9:30 हुन्छ भने म 9:40 निस्किसक्नुपर्ने हुन्छ यहाँबाट चाहिँ होइन अनि मेरो हिजोको टोटल कमाइ भनेको चाहिँ हजुरको लगभग पनि 6,245 भएको छ हाफ अमाउन्ट चाहिँ क्यासै छ भने हाफ अमाउन्ट चाहिँ अनलाइनै छ जसरी मैले होला हिजो भने हिजो चाहिँ एटिएमहरूले धेरै ठाउँमा म पुगेँ तर एटिएमहरू एकदमै लोफर र चुतियापन देखायो होइन किन चुतियापन देखायो भन्दाखेरि एउटा एटिएमको त्यो बटन त्यो थिच्ने बटन हुन्छ नि त्यो बटनै नचल्दिने अनि अर्को भने एटिएम आउट अफ सर्भिस अनि अर्को एटिएममा जाँदाखेरि के भन्यो भन्दाखेरि ट्रान्जेक्सन क्यान्सल अमाउन्टै थिएन क्या मतलब पैसै थिएन क्या त्यहाँ अनि त्यही भएर पैसा भएन भने एटिएममा ट्रान्जेक्सन क्यान्सल भनेर देखाएर अनि एटिएम निकालिदिन्छ क्या मतलब दिन्छ क्या उनीहरूले रिटर्न ब्याक हो त्यो कारणले मैले क्यास निकाल्न पाइनँ हिजो राति नै निकाले भए मलाई सजिलो हुन्थ्यो अहिले होइन सो मलाई चाहिँ अहिले म एकछिनमा अहिले अब यहाँबाट निस्किने बित्तिकै म एकचोटि गाबल गएर त्यहाँ स्टेसनरीमा गएर निकाल्नु पर्ने हुन्छ क्यास चाहिँ मैले होइन त्यही हो केटा हो है संसार जिन्दगी छाएँ अब अझै 5-6 दिनको काम गर्छु होला त्यसपछि चाहिँ म होलिडेमा हुन्छु अनि त्यसपछि हेरौँ के कसो हुन्छ अब केही नयाँ गर्ने सोचमा छु होइन अब के कसो हुन्छ डेली भ्लग आउँछ होइन अबदेखि चाहिँ ढिलो चाँडो आए पनि जस रातिको 9 बजीसम्म चाहिँ आइसकेको हुन्छ त्यही हो डेली भिडियो नै 9 बजी आइरहेको हुन्छ र अफिसियल्ली पनि 9 बजी नै आउँछ यो हिजोको भ्लग पनि त्यही 9 बजी देख्नुभयो होला त्यही हो अब गाह्रो छ केटा हो गाह्रो छ है रातिको 1-2 बजी आयो होइन सुत्यो 2 बजीतिर 2-2:30 बजीतिर सुत्यो अनि फेरि बिहान त्यस्तै 6-7 बजीतिर उठेर फेरि भ्लग गऱ्यो फेरि भ्लग एडिटिङ गऱ्यो गाह्रो छ केटा हो गाह्रो छ त्यतिको मिहिनेत गर्नु भनेको धेरै ठुलो कुरा हो होइन अनि त्यही ठिकै छ अनि आजको वेदर पनि एकदमै क्लियर छ होइन एकदम चम्किलो छ आज अलि 60-70% सम्मको चान्स छ पानी पर्ने जस आई होप पानी नपरोस् त्यही हो अनि आकाश चाहिँ पुरै क्लियर छ होइन अलिअलि कालो बादल आउनु थालेको छ आयो पानी चाहिँ नपरोस् त्यही भन्न चाहन्छु म चाहिँ होइन टक्क लाएर अब पैसा यसो गिन्दिनँ होइन कति रहेछ आफूसँग क्यास चाहिँ टोटल चाहिँ मैले हिजोसम्म कमाएको भनेको चाहिँ 6,245 जसरी मैले अघि होला भने एकैछिन है म यो क्यामेरा सेट गर्छु ओके सो अहिले चाहिँ मसँग क्यास भएको भनेको चाहिँ ठ्याक्कै लाएर 1,000, 2,000, 3,000, 35, 36, 36 and 50 रहेछ 3,650 रहेछ अहिले क्यास चाहिँ अब मलाई क्यास निकाल्न जानुपर्ने हुन्छ क्यास निकाल्न चाहिँ म जहिले गावल जान्छु यो गावल न त कुमारीपाटीतिर त्यहाँ हाम्रो कुमारीपाटीतिर चाहिँ कहाँनिर छ भन्दाखेरि एउटा मेया कलेजकै साइडमा छ र स्टेसनरीबाट निकाल्छु म जहिले निकालिराखेँ हो गावलबाट पनि त्यति नै निकाल्छु भने कुमारीपाटीमा पनि त्यति नै निकाल्छु कुमारीपाटीमा धेरै जस्तो लोड आउट लोड इन पनि दुइटैको लागि जान्छु क्यास विथड्रको लागि पनि जान्छु क्यास हाल्नलाई पनि जान्छु क्या मतलब लोड इन गर्नलाई पनि जान्छु टपअप गर्नलाई जान्छु क्या वालेट अनि त्यही ठिकै छ लगेडा हो है संसार जिन्दगी छाया अब साइकल पनि पुछपाछ गरेको छैन पहिला म एकैचोटि डाइरेक्ट पठाउ अफिस जान्छु पैसा दिन्छु अनि त्यसपछि त्यहाँबाट घर फर्केर साइकल पुछपाछ गर्ने हो त्यहाँबाट टक्क लगाएर भेट्नु पर्छ है त केटा हो ल केटा हो चेक इट आउट
ल जिन्दगीमा संसार जिन्दगी छाया है। अब रेडी भइसकेको छु होइन, टक्क लगाएर अब चाहिँ निस्किनु पर्ने हुन्छ घरबाट र भ्लग यतितिर इन गर्छु होला आजको होइन। सो होप यु गाइस लाइक द भिडियो। फेरि न्यू युट्युबमा च्यानल प्लिज लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। नयाँ भने प्लिज लेट मी नो इन द कमेन्ट सेक्सन। र टक्क लगाएर फेसबुक इन्स्टाग्राम टिकटकतिर फलो गर्न नबिर्सिनु होइन। अनि आई होप राम्रोसँग यो आइरहेको यो चलिरहेको यो दसैँ राम्रोसँग मनाउनु होला र सावधानसँग साथको कतै जाँदै हुनुहुन्छ भने सावधानको साथ अप्नाएर जानु होला होइन। अलि लङ ट्राभल लङ टुर गर्दै हुनुहुन्छ भने र त्यही हो गाइस है। होप यु गाइस लाइक द भिडियो है। सी यु गाइस, सी यु इन द नेक्स्ट ब्लग। टिल देन बाई बाई, टेक केयर।